नमस्ते, वेलकम ब्याक टु माई च्यानल अगेन। आज चाहिँ हामी मिठो मिठो मोमो बनाउँदैछौँ। त्यसको लागि पहिला मैले लिएको छु प्याज, अदुवा, चिकन बोनलेस अनि धनियाँ, क्याबेज, यो सबै सामानहरू चाहिँ रेडी गरेँ। अब चाहिँ यो सामानहरू सबै म चप गर्छु चप्परमा। सुरुमा चाहिँ मैले लिएकी छु प्याज र अदुवा। यसरी हामीले मोमो बनाउँदाखेरि चाहिँ जति हामीले चिकन लिएको छ त्यति नै हामीले प्याज लियो भने चाहिँ मोमो एकदम टेस्टी हुन्छ। मलाई चाहिँ मोमो घरमै बनाएर खान मनपर्छ। हाम्रो घरमा चाहिँ म्याक्सिमम मोमो पाकिरहेको नै हुन्छ। महिनामा एकचोटि घरमा बनाएर यसरी मोमो खाएन भने त के नखाएको जस्तो हुन्छ कि। मैले चाहिँ प्याज त चप गरिसक्यो, अब चाहिँ बन्दाको पालो। यदि तपाईँहरू पनि यस्तै खालको चपर युज गर्नुहुन्छ भने चाहिँ एकदम केयरफुल हुनुपर्छ। यसको ब्लेडहरू चाहिँ एकदम सार्प हुन्छ। अब चाहिँ पालो छ चिकनको। यसरी ताजा मिन्स गरेर बनायो भने चाहिँ मोमो एकदम स्वादिलो हुन्छ। हामीले बनाएको चिकन मिन्स चाहिँ रेडी भइसकेको छ। अब चाहिँ म यसलाई एकदम केयरफुल भएर निकाल्नुपर्छ। यसरी यो चप्परको ब्लेड निकाल्दाखेरि चाहिँ हाम्रो चपिङ गर्ने चाहिँ सबै सकिसकेको छ। सुरुमा हामीले प्याज र अदुवालाई चप गऱ्यौँ, त्यसपछि बन्दा अनि लास्टमा चिकन मिन्स। अब चाहिँ मर मसलाहरू हालौँ। यसमा मैले लिएकी छु जिराको धुलो 1 चम्ची अनि चिकन मसला 1 चम्ची, थोरै मरिचको धुलो, स्वाद अनुसारको नुन अनि हल्का तेल तताएर मैले त्यसमा बेसारलाई हालेर झान्देकी छु। अब यसमा चाहिँ मैले चप गरेर राखेको धनियाँ पनि राखेकी छु। अनि यसको टेस्टलाई इन्हान्स होस् भनेर चाहिँ मैले एउटा चिकन क्युब लिएकी छु अनि अजिनोमोटो हल्का छरेको छु। अनि यो सबै राखेर चाहिँ यसलाई म मिक्स गर्दैछु। सबै मिक्स भएपछि यो चाहिँ यसको फाइनल लुक हो। अब चाहिँ हामी अचार बनाउनतिर सुरु गरौँ। मैले लिएकी छु प्याज, सुक्या खुर्सानी, हरियो खुर्सानी, लसुन, धनियाँ अनि टोमेटोलाई चप गरेर राखेकी छु। अफकोर्स अचार भनेपछि त टोमेटो नहाल्ने त कुरै भएन। अब चाहिँ हामी अचार बनाउनतिर लाग्छौँ। सुरुमा मैले लिएकी छु प्यान अनि त्यसमा हल्का तेल हालेर यसलाई हिट हुन छोडिदिन्छौँ। हिट भइसकेपछि चाहिँ मैले यहाँ जिरा पड्काएँ, त्यसपछि मेथी हाल्छु अनि सँगसँगै म यसमा प्याज र लसुनलाई पनि हालिदिइहाल्छु। यो चाहिँ धेरै बेर पकाइरहनु पर्दैन। अब हल्का फुट्ने बित्तिकै योसँग म टोमेटो मिसाइदिन्छु र अघि हामीले आफूलाई कति चाहिन्छ स्वाद अनुसारको नुन राखिसकेको छौँ यसमा। अब चाहिँ टोमेटोलाई हल्का पकाउँ। यसमा मरमसलाहरू हालेर सुरुमा मरिच लिएँ मैले। मरिच सँगसँगै मैले हल्का यसमा जिराको धुलो अनि कश्मिरी मिर्च, बेसारलाई हालेर फेरि एकछिन पकाउँछु। यत्तिको पाकिसकेपछि चाहिँ मैले अघिको हरियो खुर्सानी र सुकेको खुर्सानी हालिदिइसकेकी छु। फेरि पनि एकछिन यसलाई पकाउँछौँ। अचार चाहिँ पाकिसकेको छ र अब यसलाई म चिसाउनलाई छोडिदिन्छु। यता चाहिँ हामी सबैजना भएर मोमो बनाउँदै थियो।
यो खालको डिजाइन चाहिँ मैले बनाउनै सक्दिनँ मोमोको कहिले पनि। यो चाहिँ मेरो मम्मीले बनाउँदै हुनुहुन्छ र सिकाउँदैछ मलाई यसरी र्याप गर्नुपर्छ मोमोलाई भनेर। मलाई चाहिँ यो डिजाइनको मोमो चाहिँ बनाउन आउँदैन, तर हेर्दा कति राम्रो देख्छ नि यो डिजाइन। घरमा बनाएको मोमोहरू चाहिँ रेगुलर मोमोभन्दा एकदम ठुलो हुन्छ र हाम्रो घरमा चाहिँ एकदम ठुल्ठुलो मोमोहरू पाक्छ। हाम्रो घरमा चाहिँ डिफ्रेन्टको डिजाइनको मोमोहरू पाक्छ। समोसा डिजाइन, यमरी डिजाइन, मङ्गोलियन डिजाइन। मोमो बनाउन चाहिँ एकदम टाइम लाग्छ, तर यसरी घरमा सबैजना मिलेर बनायो भने चाहिँ मोमो चाँडो पनि हुन्छ र सजिलो पनि हुन्छ। हेर्नुहोस् त, हाम्रो मोमो रेडी भइसकेको छ र मैले यसलाई बसाल्नलाई राखिदिइसकेँ। स्टिम हुनलाई छोडिदिन्छौँ 15 मिनट जति। अघि बसालेको अचार चाहिँ चिसिसकेको थियो र यसलाई चाहिँ म भुटिसकेको बदामसँग मिक्स गरेर बनाउँदैछु र यसमा धनिया पनि एड गर्छु। अनि अघि फ्राई गरेको अचारलाई यो माथि मिक्स गर्छु। मोमो चाहिँ जति स्वादिलो भए पनि अचार बिना चाहिँ एकदम अधुरो लाग्छ मलाई चाहिँ। यो सबै मिक्सचरमा राखेपछि म हल्का पानी लिन्छु अनि यसलाई अब मिक्स गर्छु मिक्सचरमा। अचार चाहिँ रेडी भइसकेको छ। यो चाहिँ यसको फाइनल लुक हो। यो अचार बनाउन यति सजिलो छ नि र यति स्वादिलो हुन्छ यो अचार। यो चाहिँ धेरै अलि बाक्लो भएकोले मैले यसमा हल्का पानी थपेर मिक्स गर्छु। 15 मिनट चाहिँ भइसकेको छ र अब चाहिँ म यसलाई रोटेसन गर्छु। हेर्नु त कति राम्रो देखेको छ मोमो। अब पनि यसलाई हामी 15 मिनट राख्दैछौँ। हामीलाई चाहिँ एकदम मोमो खान हतार भइसकेको थियो र डाइनिङमा सबै प्लेटहरू रेडी गरिसकेको थियो। यो चाहिँ हाम्रो रह्यो अचार र हाम्रो मोमो पनि रेडी भइसकेको थियो र यता सबै मम्मीले प्लेटिङ गर्दै हुनुहुन्थ्यो। हामीले चाहिँ यसरी बनायौँ चिकन मोमो र यो चाहिँ फाइनल प्लेटिङ हो। मम्मीले भटाभट अर्को प्लेटहरूमा नै हाल्दै हुनुहुन्छ। तपाईहरु पनि यसरी नै घरमा बनाएर चिकन मोमो खानु होला। फेरि पनि भेट्नेछु म अब अर्को नयाँ कुकिङ भ्लगमा। थ्यांक यू गाइज।